slow. Still hasn't keep going. You know the bike turning. Guys, finally cool on you. Coba tu trend. Hi, subscribe on you. So hello everyone, welcome back to JLN vlog. Hope you guys तपाईहरु एकदमै सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। सो यो भिडियोमा चाहिँ म चाहिँ खास गरी यार्स गुम्बा यात्रातिर जान लाग्छु अहिले चाहिँ अनि टक्क यहाँ रेडी भएर यसरी जाँदै छु हैन। अहिले चाहिँ रेडी हुँदै छु घरबाट। सो कु गाउँबाट जानु पर्ने हुन्छ मेरो यो यार्स गुम्बा टिममा जाँदाखेरि चाहिँ अनि गाउँलेहरु सबै सायद गइसकेको रहेछ। म चाहिँ अहिले यहाँ रेडी हुँदै छु अनि यो भिडियोमा चाहिँ म आज कु गाउँसम्म कसरी पुग्छ र बाटोमा के हुन्छ सब देखाउने गर्ने छु। फर्स्टमा म यहाँ टक यसो रेडी हुँदै छु। आमाले चाहिँ मलाई यार्सर लाएर यहाँ म घरबाट चाहिँ बिदा हुँदै छु। किन यार्सर लाउँछ भन्दा हाम्रो भाषामा चाहिँ यार भन्छ हैन, घिउ सिउ लाएर चाहिँ पूजा गर्नु पर्ने हुन्छ किनकि बाटोमा नराम्रो नहोस्, बीचमा फेरि के हुन्छ नि त हैन, दुःखहरु नहोस् भनेर चाहिँ सो पूजा गर्दै यहाँबाट यसो बिदा हुन्छु। सो लास्टमा म देखाउने छु। कोही कोही मेरो साथी बाइक पनि ल्याएर आउँदैछ, बीचमा बाटोहरु कन्डिसन कस्तो छ सो म सब देखाउने छु। ल त्यही हो, थ्यांक यू गाइस, बाइ बाइ। भिडियोलाई लास्ट मेटिनलाई एकदमै भिडियो राम्रो बनाउने छु। त्यही हो गाइस, बाइ बाइ। गाइस यस्तो दुर्गम ठाउँ हुँदा पनि यहाँ बाइक लिएर आउनु भएको छ यहाँहरुले हैन। हामी चाहिँ हेरेको यार्स गुम्बुको यात्रातिर। अनि के छ आज बाटो कस्तो भयो? ठिकै भयो, यस्तो खास क्या मजा भयो। हामीसँग गफ छैन के छैन, नत्र त खतरा हुने थियो। यो चाइनिज भयो हैन? अनि मोजो हो चाइनिजको। लाइक सीसी चाहिँ कतिसम्म हुन्छ? 250। वाउ, 300 जो लुक्स दामी छ। ल ल गाइस, फाइनली हामी गाउँ पुग्न आँटेको छु अनि अहिले चाहिँ यस्तो दुर्गम ठाउँमा पनि यहाँ बाइक ल्याएर यस्तो राम्रोसँग चलाउँछ हैन, देख्न सक्नुहुन्छ। सो फाइनल हामी पनि जान लाग्यो। मेरो भिडियो अघि गइसक्यो। सो मेरो भिडियो यहाँदेखि सुरु हुन्छ। सो 7 विक्स लाइक 2 विक्ससम्म चाहिँ मेरो भिडियो कन्टिन्यू चलिरहेछ। सो यो दिन होला गाइस, थ्यांक यू। सो गाइस देख्न सक्नुहुन्छ यस्तो बाटोमा चलाउँछ के। हे गाइस, नमस्ते। सो अब चाहिँ हामी यहाँ जाँदैछौँ होइन। यस्तो रिस्की बाटोमा, डेन्जरस बाटोमा पनि यसरी बाटो बाइक चलाउँछ होइन। किन चलाउँछ भन्दा बाइकको फाइदा उठाउनु भयो, बाइक किन सुधाउन चाहिँ मिलेन होइन यस्तो डोल्पामा। सो फेरि यस्तो बाटो छ, यो चाहिँ नेताहरूको गल्ती हो कि सरकारीको गल्ती हो, यहाँ बुझाइदिनु पर्यो। अनि पछाडि देख्न सक्नुहुन्छ अनि घोडाहरू पनि आउँदैछ, सायद म यसरी बाइक नै चलाउने गर्छ।
तँलाई चाहिँ के कहूँ यहाँबाट बाइक टर्निङमा यसरी लिने अवस्था छ अरे पछाडि आउँदैछ मेरो साथी अनि को गाउँ चाहिँ तल छ होइन अनि समय यस्तो छ होइन पारा पुरा धुलै धुलो छ यार म पनि बाइक ल्याउँछु भन्ने सोचिरहेको थियो कि तर आमाले गली गरेको थियो होइन लगभग एक हप्ता पहिला मेरो भाउ उता नम्बुतिर बाइक लिएर एक्सिडेन्ट भएको थियो सो त्यो भएर चाहिँ आमाले गली गरेको थियो घोडाले उडेको सो घोडाले लिएर आएको थियो घोडा चाहिँ अगाडि गइसक्यो त्यही हो गाइस सब्सक्राइब भन्दिनँ पारा यस्तो छ क्या हाम्रो ढोलपातिर आमा किरा निम्ताउने यस्तो रिस्की भएको थियो बाटोमा बाइक ल्याएर आइदियो क्या म जम्मा लागिरहेको छ फाइनली जाँदैछु चाइनिज बाइक यस्तो बाटोमा जान्छ क्या आमा फेरि को गाउँ भनेको चाहिँ हाम्रो नेपालमा होइन डोल्पा डिस्ट्रिक्ट डोल्पा जिल्लामा सबैभन्दा ढिलो पत्ता लागेको गाउँ हो कि होइन यति छिटो चाहिँ पत्ता लगाउन सकिनँ कि को गाउँ चाहिँ किन भन्दाखेरि चाहिँ होइन यति घरेको भएर माथिबाट भेट्दै देख्दैन कि जस गाह्रो छ कि के गऱ्यो हो सो बाइक टर्निङमा त यस्तो गाह्रो पर्दो रहेछ कि किनकि रोड छैन नि त केटा पारा हेर्न पारा यिनी भन्छ दाङ्गा गर्छ त्यस Finally guys, we are arriving village. पुगेर यत्रो गहिरो रहेछ भाइ म यसरी कुदाएँ नि अरेलामा अझै पनि टाढै छ यो कुगाउँ म देखाउँछु होइन हेर्नु न गाइस हेर्नु न गाइस फाइनली कुगाउँ चाहिँ यो हो अनि अझै पनि हेर्नु तल सके मान्छेहरू पुगिसकेपछि बाइक हेर्नु बाइक तल पुग्नु सक्छ सो यस्तो छ गाइस गाह्रो छ डोल्पामा
Water conditions of English. Water conditions, okay. Finally, tola चाहिँ देख्न सक्नुहुन्छ को गाउँ टक्क यस्तो छ तपाईँ गाडी चाहिँ माथिबाट आएको हैन यो साउन्ड पुगेको छैन यसमा त रोक सो गाइस यो चाहिँ हाम्रो अरू भन्छ हाम्रो भाषामा चाहिँ हुन्छ अनि बाटोहरू यस्तो छ अनि फेरि मेरो साथी भनेर होइन यस्तो राम्रो चलाउँछ अनि अरू एउटा हाम्रो साथी सबैले चाहिँ हल्का चलाउँछ राम्रै चलाउँछ यस्तो बाटो भन्दै पनि भने ठुलो कुरा भइसक्यो होइन रोडमा त कसरी चलाउँछ होला यस्तो ठाउँमा यसरी चलायो भने रोडमा त हामी चाहिँ हेरेको फेरि फाइनल देख्न सक्नुहुन्छ जलपाइगुडी डिस्ट्रिक्टमा नेपालले लास्ट पत्ता लगाउन सकेको गाउँ चाहिँ यही हो होइन धेरै नै जानेन पत्ता लागेको गाउँ चाहिँ देख्न सक्नुहुन्छ Hi. अनि चुमिङ चाहिँ सुन्दा तिम्रो नाम के हो मेरो नाम चाहिँ मेनरो गुरुङ ए अनि यो चाहिँ यो गाउँको नाम के हो कुडोल्पा हो ए वार्ड नम्बर कति हो वार्ड नम्बर थाहा छैन है अनि आज स्कुल बिता हो होइन स्कुल छुट्टी भएको सर कति सर छ स्कुलमा अब दुईटा ल अनि केटा टिम जाने हो भोलि सँगै जाउँ ल है ल बाई बाई ओके त्यस्तो ल So finally guys, we are arrived to village. Do the test there. भगवान Oh shit, oh fuck. Finally guys, we are arrived now. Dua hena. Hena. जसकोलाई चिनाउने भनेको यही हो कि यो मन्दिर छ नि यसको नाम चाहिँ भुमदाङको भन्छ नौवटा छोटेन छ जस यो हो के Kimin şu böyle Ha bu satış. Hop. Gele. Ne? Sen sevinci diyor. Kakaran sen de. Kimin için ya? Ponzoy. Junguru. Yo, to.
So finally guys म चाहिँ कुगाउँ आइपुगिसकेको छु अनि कुगाउँमा मेरो साथी भनेको मिल्ने साथी भनेको उयो हाइन दिगै थियो उयो हो अनि उ चाहिँ कुगाउँमा मेरो साथी पर्छ मेरो रक्पो हो के रक्पो सो फाइनली म चाहिँ कुगाउँ पुगिसकेँ हेर्नु होला गाइस मेरो गोडा यहाँ टक्क राखेको छ यहाँ यस्तो गोडा रहेछ ओ के अरे अनि मेरो सामान टक्क यस्तो राखेको छु सो त्यही गाइस 저 부터 드라이브다. 나도 가로 튀다. 나도 민도 자고 내가스. 민도. Aí que deixar aqui não tô. 야, 저스들. 네, 김민지선도. 학과자zen. 야, 현다. 디시나요? 나도 지치나 미래. 부트르한테. 저부터 트렌드. 라인. 알레 킬럽다 가나고. 럽다 인하네. 알레 인럽다가. So ane butungan dami mangujuale o shako mi mangdo lepto. Merang mang lepto. Ya hinta. Just go chobutu trainda. Train. Jinetsum. Inda hiwa. Danda u kana adgo. Danda ku. Ku nai. Ku sin yul ta jibudo ai. Yeah, thank you. Bye-bye. So I was in Bitterjan last ni pura andhero so ke to आप चलो माँ चलो था चलो निशो So अनि आज भिडियो यति नै हो अनि कुगाउँसम्म कसरी पुग्यो हैन र बिचमा के भयो सब यहाँले देखिसक्यो होला सो आज भिडियो यति नै हो यहाँले भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट एन्ड डोन्ट फर्गेट टु सब्स्क्राइब माय युट्युब च्यानल थ्यांक यू गाइस बाइ बाइ